सबैलाई नमस्कार। बिहानीको सुरुवातसँगै तातो पानीका साथमा ग्यास्ट्रिकको रोगी भएको हुनाले सर्वप्रथम प्यान्टप खानुपर्ने। त्यसका साथसाथै ग्यास्ट्रिकको रोगी भएको हुनाले म्याग्नेसियम ट्रिसिलेट मिक्सचर जुन पाटन हस्पिटलमा उपलब्ध छ त्यो खानुपर्ने। यो चाहिँ 2 ढक्कन खाँदा, सधैँभरि 2 ढक्कन खाँदा राम्रो हुने। यसलाई सर्वप्रथम राम्रोसँग हल्लाएर राम्रो हुने गरी खानुपर्ने। यसको साथसाथै यसलाई 2 ढक्कन दुई ढक्कन म्याग्नेसियम ट्रिसिलेट मिक्सचर खाइसकेपछि थोरै मन्द तातो पानी लिनुपर्ने। ग्यास्ट्रिकको रोगी भएको हुनाले यो दबाई नलिएमा भोमिट हुने, टाउको दुख्ने जस्ता हुने भएको कारणले गर्दा मेरो प्रत्येक दिनको दिनचर्या नै यसरी ग्यास्ट्रिकको दबाई खाएर सुरुवात गर्ने गर्छु। यो चाहिँ बिहान खाली पेटमा एकचोटि, यो प्यान्टप पनि बिहानमा एकपटक खाली पेटमा र बेलुकामा खाली पेटमा एकपटक लिनुपर्ने। तथा यो म्याग्नेसियम ट्रिसिलेट मिक्सचर जुन पाटन हस्पिटलमा उपलब्ध छ त्यहाँबाट किनेर लिनुपर्ने हुन्छ। यो खाएपछि दिनभरका लागि टाउको दुख्ने, ग्यास्ट्रिकले छाती पोल्ने तथा भोमिट आउने जस्तो हुँदैन। त्यसले गर्दाखेरि शरीर तन्दुरुस्त हुन्छ। लगभग मैले पनि यो खान लागेको 1 वर्ष भयो, निरन्तर खाइरहेको छु। 1 वर्षदेखि अहिले धेरै सुधार भएको छ। तपाईहरू पनि पाटन हस्पिटलमा गएर लिन सक्नुहुन्छ, त्यहाँ उपलब्ध छ। यसको खासै जम्मा 100 रुपियाँ पर्छ 1 बोतलको। लिँदा राम्रो हुन्छ यो चाहिँ।